लु हाम्रो चाहिँ आज एउटा गेम सुरु हुन गइरहेको छ। कान्छी छोरीको आँखा छोपियो, मजाले थिचिदिनु। देखेको छैन नि। अब जेठी छोरीको पालो, अब बाबाको पालो आयो। झ्याली गर्नु होला नि आफूले लुज बनाएको। हाम्रो गेम सुरु हुँदैछ। यो गेम सुरु हुन्जेल म गेमको तयारी गर्छु। मोबाइल चाहिँ म जेठी छोरीलाई दिन्छु है। यतिकोमा राख्ने पैसा ल्याएको छु। एकछिन हातमाथि म पैसा मिलाउँदैछु। यो गेममा चाहिँ कसले पैसा धेरै पैसा माथि माथि सागरको जुन हेर्नु तिमी माथि माथि सागरको म हेर्छु मेरो जुन तिम्रो नजर। हाम्रो पैसा रेडी छ। पैसा रेडी छ। यहाँ बाबा छोरीले पैसा कसले धेरै पैसा उठाउने, कसले ठुल्ठुलो पैसा उठाउने। लु 1 2 3 बिस्तारै त्यसरी होइन, एउटा एउटा गरेर मिलाएर त्यसरी होइन है प्रमिता। नोट मिलाउँदै नोट मिलाउँदै मिलाएर कता कुचो भयो भने त्यो रद्द हुन्छ। तिम्रै बाटो हेरौँला त्यसरी सोरेर होइन, एउटा एउटा टिप्ने हो। पैसा टिप्दाखेरि एउटा एउटा टिप्ने, एउटा एउटा। सक्यो। अब एकछिन खै कति कति हातमा देखाउँ त। खै खै फुलहरू मुस्काउँछन्, पुतलीले गीत गाउँछन्। र यो झ्याली भयो क्या क्यामेरा एकैचोटि तिमीहरूले सोऱ्यौ क्या पैसा चाहिँ। अर्को मान्छे हामी पैसा गरेर आउँछौँ। यो गेममा चाहिँ जसले जित्नुहुन्छ सबै पैसा लानुहुन्छ। आफ्नो आफ्नो पैसा। लु कुन कति तपाईँको? तेरो 100 भन्दा धेरै कसको? सेकेन्ड थर्ड गेम कस्तो लाग्यो?